हेलो एभ्रिवान, आज चाहिँ साथीहरू हैन हाम्रो गाउँको भ्यू बा यस्तो खतरा देखिन्छ यार साथीहरू। यहाँदेखि यतिको बाबै कसम ठाउँ चाहिँ स्वर्ग जस्तै के। स्वर्ग भन्दा अझै माथि स्वर्ग हेर्ने हो। म देखाउँछु ल, स्वर्ग चाहिँ म देखाउँछु साथीहरूलाई। हेर त त्यहाँ माथि ल, यस्तो हाम्रो गाउँ चाहिँ ऊ त्यहाँ पारी हो अनि छिमेकी गाउँ माथि हैन। अनि यहाँ चाहिँ हाम्रो चौरहरू अनि यस्तो यहाँपट्टि चौरहरू चौरै चौर छ यतापट्टि हैन। अनि यहाँदेखि साथी हो अनि यहाँ खोलामा यो यहाँदेखि यो स्याउको फारमहरू मात्रै छ क्या। स्याउ नै स्याउ हुन्छ यहाँदेखि माथिसम्म पुरै हैन। यतै नै बस्छौँ यहाँनिरै हामी अनि हाम्रो छिमेक हाम्रो टोल यति मात्रै छन् हैन। जाडो महिनामा चाहिँ घरतिर गाउँतिर जान्छौँ अनि अघि पैसा भने चाहिँ यतै आउँछ। हाम्रो यतै प्रायः यही हुन्छ हाम्रो चाहिँ। प्रायः सबैहरूको चाहिँ हाम्रो गाउँको सबैको चाहिँ यता हुँदैन, त्यस्तो हुँदैन। अनि अरू चाहिँ गाउँमै बस्छन् अनि प्रायः हामी चाहिँ 6-7 महिना जति यता बस्छौँ। 7 महिना बाँकी महिना चाहिँ गाउँमा बस्छौँ। 3 महिना 4 महिना जति हिउँ त चिसो हुन्छ नि त एकदम, त्यतिखेर चाहिँ हिउँ पर्छ। त्यसरी साथी हो हेर्न ऊ त्यहाँ पानी परिसक्यो, तल पानी परेर चाहिँ एकदम धेरै हैन। यता चाहिँ नराकोट यता पर्छ हैन। नराकोटदेखि सिधा यता चाहिँ हाम्रो भाडगाउँ र अनि विश्वविद्यालय सेन्टर बहुमुखी क्याम्पस यता। अनि यहाँ परेको छ, यहाँनिरै सानो भवन देखिरहेको छ हैन। यस्तो भ्याछ आजभोलि चाहिँ साथी हो। हरियाली जताततै के फुलहरूको मात्रै बारी भइरहेको साथी। त्यसैले त साथीहरू गाउँ छोड्ने मनै लाग्दैन के हैन। जताततै हरियाली हैन, डाँडा पाखा हैन, यस्तो सुन्दर हैन। अनि आजभोलि चाहिँ अनि स्याउहरू पाकिसक्यो अनि अब आरुहरू हैन के खानेकुराहरू धेरै भइसक्यो क्या। अनि फेरि त्यसैले नि अनि फेरि गाउँ छोड्ने मनै लाग्दैन साथीहरू। तर अनि त्यस्तै छ। अनि पानीले नि यस्तो दिनभरि आज यस्तो पानी आयो, पानीले नि यस्तो भिजायो अनि तलतिर नि यस्तो पानी आइसक्यो। म चाहिँ एकदम चाँडो यहाँदेखि सिधै छिटो पुग्नुपर्छ हाम्रो चाहिँ कतिजनाले साथीहरू। अनि मेरो भिडियो हेर्दै हुनुहुन्छ अनि आजभोलि पानी चाहिँ एकदम धेरै पर्छ अनि सुरक्षित रहनु होला। अनि आजभोलि चाहिँ 81 बाढी पहिरो हैन, खोला नाला यस्तो 81 आइहाल्छ के। अनि सुरक्षित रहनु होला साथीहरू हैन। म चाहिँ त्यही भन्न चाहन्छु मेरो सम्पूर्ण फेसबुक फ्रेन्डहरू साथीहरू अनि मलाई एकदम माया गर्ने साथीहरू कहाँ हुनुहुन्छ हैन, सुरक्षित रहनु होला। आजभोलि पानी चाहिँ यस्तो भारी वर्ष भइदिन्छ के, 81 थाहा नै नभएर। हाम्रो मम्मी बुवा भने चाहिँ यहाँनिर हेर त, यहाँनिर गाउँ काटिरहेछन् अझै सकाएको छैन रहेछन्, थोरै बाँकी रहेछ अझै।